देशमा दर्शकवृन्द हामी यस कार्यक्रममा यस्ता अतिथिलाई निम्त्याउँछौं जो व्यक्ति आफैमा विशेष अथवा विषय विशेष रहने गर्दछ। दर्शकवृन्द नेपाली राजनीतिका शिखर पुरूष महानायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज 13औं दिन पुगेको छ। गिरिजाप्रसाद कोइरालाको निधनसँगै नेपाली राजनीतिमा अभिभावकको अभाव खड्किएको छ। गिरिजाप्रसाद कोइराला जसले नेपाली राजनीतिको 60 वर्षसम्म निरन्तर आफू र आफ्नो जीवनलाई नेपाली राजनीतिमा समर्पण गर्नुभयो देश र प्रजातन्त्रको लागि। गिरिजाप्रसाद कोइरालाको अभाव सँगसँगै अब देश कसरी अगाडि बढ्छ र संक्रमण कालले कसरी रूपान्तरित हुने अवस्थामा पुग्छ भनेर शंका उपशंका उब्जिएको छ। सँगसँगै नेपाली कंग्रेसको नेतृत्व अब कसरी अगाडि बढ्छ र नेतृत्व कसले गर्छ भन्ने विषयमा पनि बहस शुरू भएको छ। नेपाली कंग्रेसको भविष्य र नेपाली कंग्रेसमा लागेका युवा पुस्ताहरूको अबको राजनीतिका विषयमा हामी केन्द्रित रहेर संवाद गर्न गइरहेका छौं, जसका लागि हाम्रो स्टुडियोमा हुनुहुन्छ नेपाली कंग्रेसका युवा नेता गगन थापा। स्वागत छ यहाँलाई। धन्यवाद। गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका महान पुरूष हुनुहुन्थ्यो। उहाँले जुन बाटो देखाउनुभयो त्यही बाटोका कारणले गर्दा नेपाल आज गणतन्त्रमा आइपुगेको छ। यहाँको स्मरणमा गिरिजाप्रसाद कोइराला कसरी रहनु भएको छ? आज 13औं पुण्यतिथि सबैभन्दा पहिला त म श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। गिरिजाप्रसाद कोइरालालाई हामीहरूले उहाँको जीवनका पहिला 2-3 वटा अध्यायहरू त खालि पढ्ने मात्र मौका पाएका हौं, अरूबाट सुनेका हौं। पछिल्लो अध्याय मात्र हामीले खास गरिकन उहाँसँग संगत पनि गरेका हौं वा भोगेका पनि हौं। 2046 साल पछाडिदेखि 2059 सालसम्मको जुन कालखण्ड रह्यो नेपालको यो बहुदलीय पद्धतिको कालखण्ड, त्यो बारेमा एउटा छुट्टै विश्लेषण हुनुपर्छ भन्ने लाग्छ। हामीले त्यो सन्दर्भमा हाम्रा कतिपय आग्रहहरू पनि छन्। यसरी चलिएको भए हुन्थ्यो, यसरी भइदिएको भए यस्तो हुँदैन थियो भन्ने प्रसंगहरू स्वाभाविक रूपमा आउँछन्, ती छन्। तर मलाई लाग्छ मैले अहिले उहाँलाई सम्झनु पर्दा चाहिँ म 59 साल पछाडिको गिरिजाप्रसाद कोइरालालाई सम्झन चाहन्छु र त्यो छाप नै बोकेर आफ्नो भित्र राख्न पनि चाहन्छु। खास गरिकन पछिल्लो समयमा यो नेपालको शान्ति प्रक्रिया प्रारम्भ गर्ने कुरालाई हामी सजिलै भन्छौं, 12 बुँदे समझदारी भयो, यहाँ पुग्यो यहाँ पुग्यो यहाँ पुग्यो भन्ने कुरा। तर त्यसको पछाडि एउटा गढ विश्वास पनि थियो भन्ने लाग्छ मलाई। त्यो के भने नेपालको सन्दर्भमा नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने जुन हामी 60 वर्षदेखि अनवरत प्रयत्न गरिरहेका छौं नेपाली कंग्रेस एउटा दलका रूपमा, त्यो प्रयत्नमा जहिले पनि हामी एउटा आन्दोलन गर्छौं, सफल हुन्छ, केही समयसम्म त्यो उपलब्धिलाई संस्थागत गर्ने प्रयास गर्छौं, फेरि हामी त्यो लोकतन्त्रको संघर्षमा जानुपर्ने हुन्छ। यो जहिले पनि के भयो भने नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा दक्षिणपन्थी कित्ताबाट पनि सधैँभरि यसका विरुद्धमा यसलाई अवरोध सिर्जना गर्ने काम भइराख्यो। गिरिजाबाबुले जीवनको अन्तिम आफ्नो राजनीतिक अध्यायमा त्यसलाई कसरी लिएर जान चाहनुभयो भन्ने मैले मेरो आफूले बुझेको, नेपालमा सधैँभरि डेमोक्रेसी अगाडि आयो, राज संस्थाको नेतृत्वमा चाहिँ जहिले पनि यसका विरुद्धमा एउटा अवरोध सिर्जना गर्ने, राज संस्थालाई निषेध गरेर जानुपर्छ, योसँगको सम्बन्ध डेमोक्रेसीले सधैँको लागि स्थायी रूपमा यसलाई तोडेर जानुपर्छ। र नेपालको लेफ्ट क्याम्पबाट, नेपालको चाहिँ देब्रे कित्ताबाट जुन एउटा अतिवादी धारा आएको छ यसलाई निषेध गरेर होइन, यसलाई योसँग समर्पण गरेर भने यससँग समर्पण गरियो, लोकतन्त्र सकियो। यसलाई निषेध गर्ने प्रयास गरिराख्यौं भने यो पनि अस्थायी हुन्छ। त्यसैले यसलाई रूपान्तरण गर्नुपर्छ भन्ने जुन 12 बुँदे समझदारीको त्यसको आधार भनेको अहिले यद्यपि अब हामीहरू नयाँ मूलधार बनायो भन्ने आफ्नो व्याख्याहरू होला, तर मैले बुझेको के हो भने नेपालको राइटबाट आउने डेमोक्रेसीको विरुद्ध हुने जुन चाहिँ त्यो त्यसका विरुद्धको प्रतिक्रियाहरू हो त्यसलाई सदाको लागि निषेध गर्ने, लेफ्टबाट हुनेलाई ट्रान्सफर्म गर्ने, रूपान्तरण गर्ने, जुन एउटा यो सकिन्छ भन्ने विश्वास गर्नुभयो भने त्यो विश्वास केले दियो भने साहसले दियो। गिरिजाप्रसाद कोइराला त्यो बेला सम्झौं त नेपालमा राजनीतिक दलहरूको कति अलोकप्रिय थियो, राजनीतिक नेतृत्वका सन्दर्भमा जनमानसमा त्यति सकारात्मक दृष्टिकोण थिएन। त्यो बेलामा यो सकिन्छ भनेर गर्ने कुरा चाहिँ त्यो गिरिजाप्रसादको त्यो व्यक्तिगत चरित्रसँग पनि जोडिएको थियो। गिरिजाबाबुसँग जुन खालको हामी साहसको कुरा गर्छौं, जे बोल्नुमा पूरा गर्नुभयो भन्ने कुरा, कतिपय सन्दर्भमा त्यसको परिणामहरू हामीले सोचेको भन्दा नकारात्मक पनि भए होला। तर यो मानेमा यो सन्दर्भमा चाहिँ उहाँले मलाई के लाग्छ भने कहिले सोच्नुभयो होला भन्दा कुनै दिन एक्लै बस्दा सायद उहाँले सोच्नुभयो होला र त्यो साहस गर्नुभयो, सकिन्छ, सम्भव छ। हो त्यो साहस नै आज हामीलाई यहाँसम्म लिएर आएको हो। त्यो साहसकै नेतृत्वमा आज हामी यहाँसम्म आइपुग्यौं। त्यसकारणले गर्दाखेरि मैले उहाँलाई सम्झाउँदै गर्दाखेरि आज हामी जुन ठाउँमा छौं नेपालको शान्ति प्रक्रियालाई आधा बाटोमा यो बाटोलाई पूरा गर्न सक्यौं भने यो शान्ति प्रक्रिया टुङ्गिने नयाँ संविधान बन्ने मात्र होइन, 60 वर्षभन्दा लामो समयदेखि नेपालमा डेमोक्रेसीको जुन मुभमेन्ट शुरू भएको छ यो मुभमेन्ट टुङ्गिन्छ।
कम्तीमा यो नयाँ अध्यायमा प्रवेश गर्छ। पछिल्लो समयमा गिरिजाप्रसाद कोइराला र तपाईँ बीचको सम्बन्ध कस्तो थियो? उहाँले जुन लाइन लिनुभयो त्यसलाई यदि पार्टी लाइन भनेर भन्ने हो भने नेपालको मोनार्कीलाई निषेध गर्ने, लेफ्टलाई ट्रान्सफर्म गर्ने भन्ने हो भने त्यो लाइनको हामी एडभोकेट हौं, त्यो लाइनको हामी चाहिँ प्रवर्धक हौं, त्यो लाइनको हामी त्यसको चाहिँ पक्षपाती हौं। नेपालको शान्ति प्रक्रिया टुङ्गनुपर्छ, संविधान लेख्नुपर्छ, शान्ति प्रक्रिया र संविधान लेख्ने कुरा टुङ्गिसकेपछि नेपालको लोकतन्त्र संस्थागत हुन्छ भन्ने जुन उहाँको विश्वास हो, त्यो विश्वासको हामी पक्षपाती हौं र त्यसको चाहिँ त्यही विश्वासको पक्षमा नै हामीले काम गर्यौं। पार्टीभित्रको जुन पार्टी सञ्चालनका तरिकाहरू थिए त्यो सन्दर्भमा हामी धेरै कतिपय मानिहरूमा त्यसको चाहिँ प्रखर आलोचक पनि हौं। त्यो सन्दर्भमा पार्टी सञ्चालनका शैलीमा, यो पार्टीभित्र निर्णय गर्ने प्रक्रियाका सन्दर्भमा, कतिपय सन्दर्भमा त्यो गरिने व्यवहारहरूका सन्दर्भमा होइन, पार्टीभित्र पार्टीलाई का निर्णय गर्ने पद्धतिहरूलाई संस्थागत बनाउने कुरामा हामी आलोचक पनि रह्यौं। त्यसको पछाडिको आग्रह के थियो भने हामी गिर्जाऊ पछाडिको नेपाली कांग्रेसका बारेमा जुन अहिले हामी भन्छौं नि, यो जुन खालको अवस्था पार्टीभित्र आएको छ त्यो अवस्थाको अनुमान लगाउन सक्थ्यौं। त्यसकारणले गर्दाखेरि हामीहरू गिर्जाको जीवनकालमै पार्टीलाई संस्थागत बनाउने कुराहरूको प्रारम्भ भयो भने नेपाली कांग्रेसको जीवनमा आउँदा दिनहरूका अप्ठ्याराहरूलाई हामी हल गर्नलाई त्यो सहजता हुन्छ। पार्टी मैले जान्न चाहेको पछिल्लो समयमा गिरिजाप्रसाद कोइराला र गोविन्द थापा बीचको सम्बन्ध त्यति राम्रो थिएन भनिन्छ। यस्तो चाहिँ हेर्नुहोस्, यो चाहिँ हामीले गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वलाई यसलाई एकदम सानो संकुचित बनाउँदै गर्दाखेरि चाहिँ हामीहरू त्यो सम्बन्धलाई पनि त्यो अनुसारले परिभाषित गर्छौं। मलाई के लाग्छ भने समकालीन नेपालको राजनीतिमा आलोचनाहरू सुन्न सक्ने, खप्न सक्ने र फरक मतहरूलाई पनि लिएर हिँड्न सक्ने ताकत चाहिँ गिरिजाप्रसाद कोइरालासँगै थियो। मलाई आफूलाई के लाग्छ भने गिरिजाउसँग जस्तो आज मैले बिहान आउँदै गर्दा पत्रिकामा पढ्दै थिएँ, कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालालाई को बारेमा स्मरण गर्दै के भन्दै हुनुहुन्थ्यो भने नेपाल जब पूर्व राजा ज्ञानेन्द्रले तपाईको सरकारको बारेमा विश्वास छैन नि भनेर भन्दै गर्दा उहाँले के भन्नुभएछ भने सरकार यो जेठ 19 गतेको हत्याकाण्डपछि तपाईको बारेमा पनि विश्वास छैन नि त भनेर भन्नुभयो भनेर भन्दै गर्दाखेरि म आफू पनि आफूलाई लागेको कुराहरू भन्ने साहस गर्नुहुन्थ्यो हैन। र त्यो साहस मैले गर्दै गर्दा अब अरू कसैले त्यो साहस गर्ने भनेको त उहाँकै बारेमा के लाग्दा पनि बोल्ने साहस गर्यो नि त फेरि हैन। जसरी गिरिजाप्रसाद कोइरालाले कसैका कोहीसँग डराउनु भएन हैन, त्यसै गरिकन उहाँको अनुसरण गर्ने भनेको त उहाँकै बारेमा बोल्न पनि डराइएन नि त हैन। गिरिजाप्रसाद कोइराला त्यही साहसको शिकार तपाईँ पनि बन्नुभयो एकपटक। त्यसलाई अझै यसरी मैले राख्न चाहन्छु कि उहाँले जसरी त्यो साहस राख्नुभयो हैन, त्यो साहस राख्ने कुराको अनुसरण गर्ने जुन कुरा छ नि त्यसको परिणामहरू कहिले सकारात्मक भयो होला कहिले नकारात्मक भयो होला, तर त्यसलाई यदि व्यक्तिगत चरित्रका रूपमा लिने हो भनेदेखि भने मलाई के लाग्दछ भने त्यसको पनि एक ढंगबाट मैले चाहिँ मेरो ठाउँबाट हेर्दा मैले अनुसरणै गरेको भन्ने लाग्छ मलाई एउटा। दोस्रो कुरा यस्तो पनि हो, हेर्नुहोस् मैले बीपीलाई कहिले पनि देखिनँ, बीपीलाई कहिले संगत गर्न पाइनँ, बीपीलाई हामीले समग्रतामा पढेको बुझेको, तर बीपीले जब चाहिँ नेपाल फर्कने भनेर भन्नुभयो बीपीको त्यो निर्णयको बारेमा प्रशस्त पार्टीभित्र आलोचनाहरू भयो नि हैन। बीपीले जब सशस्त्र क्रान्तिमा जाने भनेर भन्नुभयो पक्ष विपक्षमा अनेकन कुराहरू उठे नि त हैन। एउटा नेताले तत्कालिक अवस्थामा लिएको निर्णयका सन्दर्भमा हुने आलोचनाहरू त्यो स्वाभाविक हो, तर एउटा व्यक्तिको जीवनपछिको मूल्याङ्कन कसरी हुन्छ? समग्रतामा हुन्छ। उसले समाजलाई के दियो, समाजको जुन पक्षलाई उसले प्रभावित गर्न खोज्यो उसले गरे कि गरेन हैन। त्यसैले गिरिजाको जीवनकालमा पनि उहाँले गरेका निर्णयहरूका सन्दर्भमा त्यो निर्णयको सापेक्षतामा कहिले समर्थनमा लाग्ने, कहिले त्यसको आलोचना गर्ने कुराहरू स्वाभाविक हुन्। अहिले गिरिजाप्रसाद कोइरालालाई हामीले हेर्ने, गिरिजाप्रसाद कोइराला 2003 सालदेखि 2066 सालसम्मको यो 63 वर्षको लामो उहाँको राजनीतिक यात्रा, त्यो राजनीतिक यात्राले नेपाली समाजलाई, नेपालको लोकतान्त्रिक आन्दोलनलाई, हामीलाई, आउँदो पुस्तालाई त्यसले कसरी प्रभावित गर्यो? एउटा व्यक्तिको राजनीतिक जीवनको मूल्याङ्कन भनेको समग्रतामा गर्नुपर्छ भन्ने लाग्छ एउटा कुरा। र अर्को कुरा मैले यसमा थपिहाल्छु कि मलाई अर्को सँगसँगै थप कुरा के पनि लाग्दछ भनेदेखि भने जस्तो मैले अघि पनि उठाएँ थोरै विचारको कुरा, यो पछिल्लो समयमा पार्टी कसरी सञ्चालन हुनुपर्थ्यो अर्को ढंगले भएको भए के हुन्थ्यो भन्ने आग्रहहरू जुन राखे मलाई त्यो हिजो पनि ठिक थियो र अहिले पनि म त्यो कुरामा त्यो ठिक आग्रहहरू थियो भन्ने मलाई लाग्छ। तर मैले अघि पनि भने यो नेपालमा नेपालको जस्तो कहिलेकाहीँ के पनि हुँदो रहेछ भने म विद्यार्थी थिएँ, मैले विद्यार्थी आन्दोलनबाट कांग्रेसले आजै गणतन्त्रमा जाने निर्णय गर्नुपर्थ्यो भन्ने कुराको लागि म लडिरहेँ हैन, म ठिक थिएँ भन्ने मलाई लाग्छ। तर गिरिजाऊ त पार्टी सभापति हुनुहुन्थ्यो नि, त्यसकारण गिरिजाऊ पनि सायद ठिक हुनुहुन्थ्यो, सायद होइन ठिक हुनुहुन्थ्यो कि आज होइन, यसको एउटा बेला हुन्छ, यो परिपक्व हुनुपर्छ, यो निर्णय गरेपछि मैले निर्णय गरेपछि नेपाल प्रवेश हुन्छ। मलाई अहिले के लाग्छ सम्झिँदै गर्दा भने म जतिखेर विद्यार्थी आन्दोलन भइरहेको बेलामा नेपाल गणतन्त्रमा जानुपर्छ नभनिदिएको भए
म त्यो बेलामा एकदम परिपक्व हुनुपर्छ, मैले अहिले भन्ने होइन सोचेको भए त्यसको जनमत बन्ने कुरामा सायद हाम्रो आन्दोलनले जुन जनमत बनायो त्यो बनाउँदैन थियो होला। तर विद्यार्थीले भने त्यसकारणले गर्दा मैले अहिले नै भन्नुपर्छ भनेर गिरिजाले निर्णय गर्नुभएको भए आज यदि रक्तपात विहीन एउटा आन्दोलनबाट हामी गणतन्त्रमा प्रवेश गर्दैन थियौं होला होइन। त्यसैले अहिले फर्केर हेर्दै गर्दा के लाग्छ भने हामी सबै आफ्नो ठाउँमा ठिक थियौं। गिरिजाको त्यो परिपक्व निर्णयले नेपाल सहजतापूर्वक गणतन्त्रमा प्रवेश गर्यो। त्यसैले कतिपय विषयहरू चाहिँ एउटा निश्चित कालखण्डमा त्यो विषयका सन्दर्भमा हाम्रो आफ्ना जिम्मेवारीहरूले पनि हामीलाई अलग अलग ठाउँमा उभिन बाध्य बनाएको हुन्छ। हामी आफ्नो जिम्मेवारी त्यो ठाउँमा बसेर निर्वाह गर्दै गर्दा हाम्रा मतहरू फरक हुन्छन्, जुन स्वाभाविक हो भन्ने लाग्छ। त्यसैले गिरिजाप्रसाद कोइरालाले जुन यहाँले भन्नुभयो 63 वर्षको राजनीतिक योगदान दिनुभयो, यो योगदानबाट नेपाली जनता र युवा पुस्ताले सिक्ने र छुटाउनु नहुने कुरा के? म सबैभन्दा ठूलो कुरा जुन विश्वास हो नि उहाँको एउटा सिम्पल कन्भिक्सन, नेपालमा डेमोक्रेसी नै सबै कुराको जग हुन सक्दछ भन्ने कुरामा मलाई लाग्छ। त्यो नेपालको लागि यो विश्वास जसरी गिरिजाप्रसादको अविचलित विश्वास रह्यो, प्रत्येक नेपालीसँग यो अविचलित विश्वास हुन आवश्यक छ। अब नयाँ एक्सपेरिमेन्ट नेपालले थ्याक्न सक्दैन होइन। अब नेपालमा यो डेमोक्रेसीको जुन 60 वर्षभन्दा लामो समयको नेपालले यसको लागि संघर्ष गर्यो, यसका हामीले आफ्नो ढंगले गर्यौं होला होइन। मैले नेपालको सबै हामीले मात्र गर्यौं भन्ने दाबी पनि त्यो सही दाबी हुँदैन। नेपालको लेफ्ट आन्दोलनबाट सबैतिरबाट गरेर हामीले के अनुभव गर्यौं भने नेपालका लागि डेमोक्रेसी को फन्डामेन्टल भ्यालुज भएको कोर प्रिन्सिपल बोकेको डेमोक्रेसी, जसमा नेपालका केही मौलिक विषयहरू थपिनुपर्छ, हाम्रो आफ्नो कुरा थपिएको कुरा नै नेपालका निम्ति योभन्दा अरू कुनै पनि शासन पद्धति छैन भन्ने एउटा विश्वास जुन गिरिजाप्रसादले लिनुभयो र त्यो विश्वासको लागि जीवन पर्यन्त लड्नुभयो हो। यो मलाई लाग्छ त्यो विश्वास लिने र आफूले गरेको विश्वासमा अविचलित भएर लड्ने कुरा नै गिरिजाप्रसादबाट सिक्ने सबभन्दा ठूलो कुरा। हामी यहाँसँग संवादलाई फेरि जोड्नेछौं। दर्शकवृन्द, कार्यक्रम व्यक्ति विषय र विशेषमा हामी यति बेला संवाद गरिरहेका छौं। शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको निधन भएको 13औं दिनको पुण्यतिथि सँगसँगै पारेर नेपाली कंग्रेसमा देखिएको नेतृत्व अभाव र युवा पुस्ताको भविष्यका विषयमा नेपाली कंग्रेसका युवा नेता गगन थापा यति बेला हाम्रो स्टुडियोमा हुनुहुन्छ। उहाँसँगको संवाद अझै जारी छ, हामीसँगै रहनुहोला। विश्रामपछि स्वागत छ। दर्शकवृन्द, कार्यक्रम व्यक्ति विषय र विशेषमा आज हामी संवाद गरिरहेका छौं। नेपाली कंग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदान सँगसँगै उहाँको निधनबाट खड्किएको नेतृत्वको अभाव र उब्जिएका विभिन्न जिज्ञासाहरू। हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली कंग्रेसका युवा नेता गगन थापा। म उहाँसँगको संवादलाई पुनः अगाडि बढाउन चाहन्छु। गिरिजाप्रसाद कोइरालाको निधन सँगसँगै अब नेपालको राजनीतिमा एउटा अभिभावकको अभाव खड्किएको छ। अभिभावकको अभावलाई नेपाली राजनीतिज्ञहरूले पूर्ति गर्न सक्लान् त? यस्तो हेर्नुहोस्, यो जस्तो गिरिजाप्रसाद कोइराला नेपाली कंग्रेसको सभापति भएर मात्र अभिभावक भएको होइन। त्यसरी हामीले बुझ्यो भने गलत हुन्छ भन्ने लाग्छ। गिरिजा अभिभावक किन हुनुभयो अथवा अहिले हामीले अभिभावक भनेर किन लिइरहेका छौं भनेदेखि भने जुन अघि नै पनि थोरै मैले चर्चा गरेँ, उहाँ एउटा विश्वास थियो कि यो 12 बुँदे समझदारीदेखि नै यसो गर्न सकिन्छ भन्ने बारेमा, त्यसलाई उहाँले अन गर्नुहुन्थ्यो। उहाँले पछिल्लो कहिले पनि मैले के भनेको सुनिन भनेदेखि भने जेठ 14 गते संविधान लेखिएन भने तिमीहरूको दोष हुन्छ अथवा तिमीहरूको कारणले गर्दा यो हुन्छ यो हुन्छ यो हुन्छ भन्ने ढंगको जुन आजभोलि हामी पार्टी नेताहरूको एकले अर्कालाई भनिरहेको कुराहरू सुन्छौं नि, अरू कसैले गर्दैन हो नि, यो मैले गर्ने हो किनकि यो मैले सुरु गरेको प्रक्रिया हो, यो मेरो हो भन्ने जुन एउटा अनरशिप थियो नि गिरिजाप्रसाद कोइरालाको, शान्ति प्रक्रियाका सन्दर्भमा उहाँ बाहेक कसैले पनि खास गरिकन स्थापित जसले जिम्मेवारी लिनुभएको अन्य कुनै पनि पार्टीका मूल नेतृत्वले त्यो अनरशिप राख्न सकेन। त्यसकारणले गर्दा त त्यो जसलाई अन गर्ने मान्छे नभएपछि हामीले अभिभावक छैन भनेर भन्यौं। तर हिजो एउटा घटना हामीले देख्यौं चाहिँ उच्च स्तरीय राजनीतिक संयन्त्रमा पार्टीका तीनै नेताहरूले हस्ताक्षर गरेर शान्ति प्रक्रियाका सन्दर्भमा हामी कमिटेड छौं भन्ने कुरा आयो। मलाई के लाग्छ भनेदेखि भने हिजो त कम्तीमा गिरिजा हुनुहुन्थ्यो, एक प्रकारको ढुक्क पनि थियो होइन, उहाँले जोगाइदिनुहुन्छ भन्ने। अर्को कुरा के पनि थियो भने बिग्रिहाल्यो भनेदेखि भने त्यतातिर औंला तेर्साइनुला भन्ने पनि थियो आफूलाई। अब कसलाई औंला तेर्साउने